निर्वाचनको अवधिमा नागरिकको भूमिका। अनि तिमीले यसरी आवधिक रूपमा अर्थात् निश्चित वर्षको अन्तरमा किन चुनाव गरिन्छ भन्न सक्छौ? खै टिचर, मलाई त्यसबारे केही थाहा छैन। सुन, चुनाव भनेको जनताबाट निर्वाचित भएर राज्यका विभिन्न तहमा पुगेका व्यक्तिहरूको परीक्षा जस्तै हो। यदि कसैले चुनाव जितेर राम्रो काम गरेको छैन भने उसलाई फेरि चुनावमा भोट दिँदैनन्। ए, चुनाव जितेर गएर पनि राम्रो काम नगर्नेलाई त फेरि भोट दिन पनि भएन नि। भनेपछि यसरी बेला बेलामा चुनाव गर्दा त राम्रो काम गर्ने मान्छेलाई जिताउन सकिने रहेछ है। हो नि, त्यही भएर बेला बेलामा चुनाव गरिएको हो। यसले आम नागरिकलाई राम्रो काम गर्ने मान्छेलाई छान्ने शक्ति र अधिकार दिन्छ। ओहो, यसरी बेला बेलामा चुनाव हुनु त निकै महत्त्वपूर्ण रहेछ है। हो त, त्यसैले हाम्रो देशमा पनि प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, स्थानीय तह लगायतको चुनाव हुन्छ। अनि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नागरिकले प्रत्यक्ष रूपमा भोट हाल्न पाउँछन्। बुझे टिचर, जे होस् जनताहरूले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका चुनावमा प्रत्यक्ष भोट हालेर सक्षम व्यक्तिलाई जिताउन सक्ने रहेछन्। हो नि, त्यही भएर त निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष हुनु आवश्यक छ। निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष भयो भने योग्य र सक्षम मानिसहरूले चुनाव जित्छन् र जनताका हितमा काम गर्छन्। ए, अनि चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन त निर्वाचन आयोगले काम गर्छ होला नि? हो त, निर्वाचन प्रक्रियालाई स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन निर्वाचन आयोगले चुनावमा उठेका उम्मेदवार, राजनैतिक दल, मतदाताको सूची प्रकाशित गर्छ। यसबाट नागरिकहरूले चुनावमा उठेका उम्मेदवार सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् र चुनावमा योग्य व्यक्तिलाई भोट हालेर जिताउन सक्छन्। ए, निर्वाचन आयोगले चुनावमा उठेका क्यान्डिडेट, पार्टी, भोटर्सको लिस्ट पब्लिस गरेर राम्रो काम गर्ने रहेछ। हो नि, अनि हरेक निर्वाचन क्षेत्रभित्र जनतालाई पाएक पर्ने किसिमले मतदान स्थलहरू तोकिएको हुन्छ। अनि यी मतदान स्थलहरूमा स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले मतदान अधिकृतहरू पनि खटाएको हुन्छ।